ल नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला म नि सन्चै छु है अनि सबैजनालाई आज चाहिँ स्पेसली ह्याप्पी दसैँ है अनि आज चाहिँ टिकाको दिन अब आज चाहिँ सायद कति लगभग कति 11 बजीतिरको 11 कतिको भने सायद अनि म चाहिँ नुहाएको छैन टक्क नुहाउने नै फ्रेस हुने अनि मैले मुख पनि धोएको छैन क्या बिहान उठेर त्यस्तो भएछ होइन म चाहिँ टक्क गाउँ आएर कालो होइन नवरा कालो छ भने जस्तो भएको छ होइन अब नुहाउने गर्ने फ्रेस हुने अनि त्यस पछाडि टिका लगाउने यहाँ घरमा अनि त्यस पछाडि चाहिँ लुगातिर जानुपर्छ हाम्रो चाहिँ बित्था भन्छ होइन तिपाकतिर जानुपर्छ लेट्सी हेर्दै गर्नु होला बुवा चाहिँ बबाल देखेँ चाहिँ बबाल वेदरहरू देखियो छु अब म चाहिँ जाँदैछु दादा यहाँ छ पानी चाहिँ चिसो छ नुहाइसकेँ लेट्सी के हुन्छ टिकासिका लगाउनुपर्छ हेर्दै गर्नु पछि हेर्नुपर्छ ल मान्छे हजुर हजुर यता हेर नानी कति दिने टिका लगाएर पैसा मलाई भोलि पर्सि देऊला न पैसा गर्नुपर्छ पैसा पैसा लुगा लगाइदिँदैछु देखाउनु पर्यो भनेको खै खै छोरी यता हेर पैसा देख्ने बित्तिकै हेर न कसरी हेर्ने हजुर के चाहियो पैसा सुन्दैछु नि हुँदैन यस्तो गर्नु चाहिँ पाएन नि फेरि ल खोइ मलाई त केही थाहा छैन चाहियो हुँदैन नि छट्टासँगले नदेखिने रहेछ क्या ए अनुहार देखिएन राम्रोसँग ल भाउजूले लगाउनु पर्थ्यो र पहिला होइन नानीलाई आऊ बत्ती बाल्नु न के सुन्नु पाए एकछिन बल्छ कि होइन म हेर्छु होइन र Hydro nasute shirin sarati satru sangra gabe Esuze nause gotusta paune mananta durjodani Krishna diye na to kesh Balancala dare satinta kunte sute Bijani biduri bhautan kirkist narayini Jante mangala kali bhadra kali durga chima shivadatri namastute mangala sarvartha sadike नमस्ते चिराई जस्तो दही धेर लाए क्या र ठिक छ नौदुर्गा भवानीको प्रसाद राजाको विजय टिका धेर टिका लगाउनु हुँदैन है अब यो महँगो छ कि चामल म त धेरै भाग्यो भने सानो भाग्यो मानिस र बिहे गर्नु बाँकी नै छ गाँचिहाल्छु नि कुरो गर्दैनस् भने बिहा नगर्नु क्या त्यसै बुढो भइसक्यो ए तेरिका भर्खर बुढो भएकै छैन नि आमा लु अब आपालाई पैसामा भोलि पर्सि म पख युरोप जान्छु अनि कमाएर लिएर दिन्छु खै आमालाई नि ढोगौँ आमालाई पनि म युरोप गएर भागे माने लु भाउजूलाई नमस्ते
ती लगाउने नानी त्यो त सक्क परेको छ नि ए म त भर्खर भइगयो ल म सकाउँछु ल त ए ब्रो नसुके सिरिन्छ दशरथले शत्रु चाहिँ रागवे यसो चाहिँ नसुके बदस पाउने मानन्द दुर्ज धनी दुर्ज शान्ति त भवन चाला दरे सतिन्द पुण्य सुखे विज्ञानी विदुरी बहुत बहुत निकृत्यस्त नारायणी दैत्य मंगल काली भद्रकाली दुर्गा छिमा शिवरात्रि नमस्ते सर्वै मंगल सर्वै मंगल सदा सारा देखिने कि यस्तो माथि आउनु पर्ने म हेर्छु हेर्न र यहाँ चाहिँ राख्नु पर्ने छ कि ले राजाको विशेष मिठो छ नि अनि के छ त भन्नु जानु पर्छ दुई चोटि पैसा आउनु र अब दसैँ सक्यो लगभग हाम्रो चाहिँ छोटो बनाउँछु भनेको लङै हुन्छ त्यस्तो नारायणी दैत्य मंगल मंगल काली भद्रकाली दुर्गा छिमा शिवरात्रि नमस्ते सर्वै मंगल मंगल सर्वार्थ बेदावाल नमोस् हिँड्दा ठेस नलागोस् कोल्दा केस नजालोस् ल हेर यो सबै अन्नरे भरि पादिसक्यो है भयो कति हो गइराइदिएको त अनि भयो कि भयो भाग्य माने हुनु मलाई पछि रक्सी ल्याइदिनु रातो भन्नु न त्यो छोरीलाई जमारा खोइ पहिले आमालाई पहिले आमालाई देऊ ए खाइदिएको छ नि मिठो लाग्छ समाज छोरी छोरीलाई छोरी ल मैले 100 रुपैयाँ देख्छु पछि म देखाउँछु नि ठुलो हुनुहोस् भाग्य माने हुनु मेरो नातिनी अब चाहिँ यहाँ बस्छ मासु र भात खाने सुँगुरको मासु र भात ठक्क होइन अब खोइ त खाना खाउँ न अनि जाने पो खालेतिर म त आफा पनि जाने होला खोइ त कपडा सपडा यसो टक्क हिरो सिरो बनेर छाना मान्छेले कस्तो राम्रो देखिने ल पछि देखाउनु पर्छ मान्छेहरूलाई त यत्रो छानामा भनेर है हेलो गाइस गर्दै हेलो गर्दै हेलो खै छम्म गर्दा छम्म गर्दा छम्म आज राम्री भइछु म नि ल धेरै ल भयो ल धेरै बसेको दाजुभाइको राम्रो वार्ता ल अब चाहिँ स्वाद पारो ल भयो सबिनले त मलाई फोन गर्दैछ त नि लु यहाँ त भिडियो टिका लगाउने ठुला झार नगाइसक्नु धेरै पोदेर भएछ हामी अघि अनि बन्द गाने नसुन्नु आएको म पनि अब पड्काउँछु बाटो छ छैन खोइ यहाँ त छैन हाम्रोमा चाहिँ होला कि अलिकति तिमीहरूकोमा छ म त्यहाँ पड्काउँछु एक राउन्ड दुवै ठाउँ पड्काएको हामीले मैले सुनेको तिमीहरूकोमा पड्काउँदाखेरि म भर्खर आउँदै थिएँ अनि यहाँ पड्काउँदा यहाँ पड्काएको त राम्रो सुनिन तिमीहरूकोमा पड्काउँदाखेरि चाहिँ म भर्खर अबदेखि रक्सी खान्न भने त्यो चाहिँ के नखाएको
छोरी टिकी लाउनु पर्छ है त्यसै त थाहा भयो नि त्यो मुख चाहिँ रिसले पुरा खुस भएको थियो त्यो रिसिएको अलिक खुस भयो नेता नुङ्ग्र्याएर टाउको ठोकेर कोन त देशको दुख्छ दुख्दैन आफूलाई त दुख्छ देशको पलिलो झन् के दुख्दैन हिजो मेरो यहाँ ठोकाइदियो रमाएर ठोकेर आफूलाई दुख्छ त्यसको पनि दुख्दो दुखेकै थाहा पाउँदैन शान्ति बलन्छ हालत रे सतिन्त कुन्ते सुते मम्मीलाई के गर भनेर अँधेरो गरेर विज्ञानी विदुरी भवते बुद्धन कृष्ण नारायणी मम्मीलाई के गर भने उता झरीसँग अलिक प्राचीमा शिवदात्री नमस्तुते यसो गर्नु न माथि तपाईको कपाल काट्ने बेला भइसक्यो रोग वेद धरनन होस् हाम्रो लागि अस्ति आउँदाखेरि त म काटेर आएको थिएँ लागोस् नहुँदा केस यहाँ नझरोस् काट्नु लगाएर नथप्नु त्यति नै मिल्छ हाके ताके चित्ताको पुगोस् अलिक पातलो बनाएर अलिक मजा आउँदैन अर्कोचोटि छोरै जन्मे जम्नी हाल्छ अब छोरा भयो झन् छोरा छैन छोरा छोरा आउँदै जाँदा छोरा छैन लो बल्ल बल्ल छोरा आउँदैछ छोरै जन्मे नाति नि जन्म लो तिमीमा मलाई यहाँ हातमा फुटाउनु छोरीको चाहिँ पालो आएन नि यो सुबिना जुस खाँदो बनाइदिए अलिकति कपाल काट्नु पनि भ्याइएन म त कोरेर आउँछु गाडी होइन कहाँ ऊ बगेकोमा पो गएर बिहान त ढोडाइ गरेर आइसो जे लौके गते त पाउने नानन चतुर जो गाने दसैँ बेला सुरुजो शान्ति बलन्छ हलदरे सतिन्त कुन्ते सुते छैन त विज्ञानी विदुरी भवते कीर्ति नारायणी काली भद्र काली कपालिनी दुर्गा सिंह शिवदात्री नमस्तुते यताको मिलाएर राजाको विजय टीका नौ दुर्गा भानीको प्रसादले रोग भेद धरन होस् नहुँदा केस बिस्तारै आता सर्क्यो हिँड्दा केस नलागोस् पढाएर छ चिउरी के को चिउरी हुन्थ्यो होइन रहेछ कस्तो होइन गनायो नि चिउरी अचम्मै हो त्यो बिर्को खोल्दा अहिले गनाएको हो कि नि त्यसो किन मलाई चाहिँ चिउरी नै गनाइरहेछ हो न लो कि रुगा लगाएछ म त बिर्को खोल्दै चिउरीकै सेन गर्नु जहिले थैले खाएर खाएर बस्नु त्यो कहिले ईश्वरले एक जम्मु राखिदिनु है भन्ने थियो यहाँ मजाले भिडियो गर केटा हातैमा लौ टिका खस्छ बस्दैन नाच्नु न त लु आपालाई नि लु डबो पानी आउन जुत्ती नखोलेको असै देउराजे ए रक्सी दिएको चिउरी गरेर देऊ कि देऊ भनेर एक माना खाइएर गएको उता एक प्लट दिएको भएन उसलाई ए प्याची मध्यम खिलाज आन्द्रो नसत सृञ्च दशरथ शत्रु छाङ राघवे ऐश्वर्य लोके गतिस्त पाउने मानन्छ दुर्योधन वीरसिंहहरू थाहा छैन यति पुग्छ क्या छोरीका त्यो त खाइदिन्छ अब छोरी चेली बुहारी भनेको के भन्छ अरे यसो 1-2 रुपियाँ भए दिनु पर्यो होइन अब मैले भनेको अब मैले लिने कुरा नि होइन अनि मलाई चाहिँ के हो के त भन्दाखेरि आशीर्वाद चाहिँ धेरै त्यसलाई चाहिँ बिर्सेछु भोलि कता र कता छोरीको
उसँग जान्छ कान्छीहरूसँग अडिँदै अडिँदै त्यो नभएको खाली खालीमा लगाउनु हुन्छ टाढै भए पनि लाग्छ 4-5 घन्टा सिनी मस्त लगाउनु भएको लाग्थ्यो नि गाले अब कति चिनी लगाउनु भएको के सुनेर राखिहाल्छ नि खासमा टिका लगाउनको लागि चिनी हाल्नुपर्छ नि त नमस्ते गरेर लाउनु पनि हुन्न रहेछ यो फाइनली टिका लगाउने कार्यक्रम चाहिँ सकियो हाम्रो है अब पसलतिर जानी जाँड सार खानु भनेर चाहिँ नभनौँ होइन जाँड सार चाहिँ खाइन्न यो केटा चाहिँ खान्छ ट्याङ्करै हो के होइन सबैले हो सही हो अब टक्क आज चाहिँ मलाई त्यस्तो भ्लग स्लग बनाउनु मन थिएन होइन स्पेसली मेरो साथीको चाहिँ अनि आफन्तको टप के अरे मतलब बित्यो अरे होइन दसैँ बेलामा अनि टिका सिका लगाउनु भएन अरे त्यो भएर भ्लग स्लग बनाएर हाल न साथी भनौँ त्यो भएर आजको लागि यसो भ्लग स्लग बनाइदिउँ भनेको सानो सानो यसो टुक्रा टुक्री बनाइदिएको होइन लेट्स सी अब जाँदैछौँ हामी फर्स्टमा पिङ खेल्नु अनि त्यस पछाडि जान्छौँ हामी पसलतिर है लेट्स गो के हुनेछ हेर्दै गर्नु होला है फाइनली आज चाहिँ यस्तै भयो है अनि भ्लग स्लग सक्यो त्यस्तो गरेन होइन पिङ सिङ नि खेलेन खेल्न मन लागेन त्यही हो त्यस्तो साह्रो रमाइलो पनि भएन त्यस्तो धेरै गर्ने छैन 2-3 यसले खाँदैन मै खाएको छ अगाउँदै सो अब नेक्स्ट भिडियोसम्म हेरेर बस्दिनु होला